नमस्ते साथीहरू। आज हामी कुरा गर्नेछौँ पानी किन इम्पोर्टेन्ट छ त हाम्रो शरीरको लागि है। हाम्रो शरीर चाहिँ 60% हाम्रो शरीरको 60% भाग चाहिँ पानीले बनेको हुन्छ। पानी बिना हामी धेरै दिन बाँच्न पनि सक्दैनौँ। हाम्रो दिमाग, मुटु, छाला र पाचन प्रणाली पनि राम्रोसँग चल्न पानी चाहिन्छ। नर्मल्ली चाहिँ दिनमा हामीले 2 देखि 3 लिटर पानी पिउनुपर्छ र पिएको राम्रो हुन्छ। अर्थात् 8 देखि 10 ग्लास भनौँ। अब गर्मी महिनामा चाहिँ काम गर्छौँ होइन, खेल्छौँ भने चाहिँ त्यति बेला अझै धेरै पानी चाहिन्छ। अब जानु पानी पिउँदाको फाइदाहरू, शरीरमा शक्ति बढ्छ अनि पानी पिउन नै चाहिन्छ, शक्ति बढ्छ है। छाला सफा हुन्छ, चम्किलो हुन्छ अनि पाचन प्रणाली राम्रो बनाउँछ। डाइजेस्टिभ डाइजेसन राम्रो गर्छ। टाउको दुखेको पनि कम हुन्छ अनि शरीरबाट चाहिँ खराब तत्त्वहरू, मलमूत्र होइन, पिसाबद्वारा चाहिँ निकाल्छ अनि वेट घटाउन पनि मद्दत गर्छ है। तिर्खा लाग्दा मात्र चाहिँ पानी नपिउनुहोस्। दिनमा चाहिँ अलिअलि गर्दै बेला बेलामा पानी पिउने गर्नु होला। पानीले चाहिँ एकदम धेरै हेल्दी लाइफ जिउन चाहिँ हेल्प गर्छ है त। ल मलाई चाहिँ फलो गर्नु होला, लाइक गर्नु होला यो भिडियोलाई है, सब्सक्राइब गर्नु होला, सेयर पनि गर्नु होला। ओके, धन्यवाद।